चाहिँ नै कमजोर भयो भन्ने कुराको प्रमाण हो र हाम्रो आन्दोलन एउटा उत्कर्षतर्फ गइराखेको छ भन्ने कुरा छ। त्यसले चाहिँ हामी दुखी हुनुभन्दा पनि हामीलाई चाहिँ नि उत्साहित तुल्याएको छ। आजको कार्यक्रम के गर्नुहुन्छ? आजको कार्यक्रम हामी निरन्तर रूपमै गर्छौँ। त्यहाँ जानुहुन्छ? अहिले अब शान्ति बाटिकामा जम्मा भएर हामी सुरु हुन्छ। यो 15 गते तपाईँहरूले सुरुमै कार्यक्रमको घोषणा गरेको ठाउँमा चाहिँ एमालेका नेताहरूले कार्यक्रम गरे। अहिले चाहिँ फेरि यो अहिले निषेधित क्षेत्र फेरि घोषणा गरिरहेछ। यसलाई चाहिँ यहाँहरूले कसरी लिनुभएको छ? यसले आम जनसाधारणलाई पनि राष्ट्र संस्था पक्षधरहरूको शक्ति र गणतन्त्र पक्षधरहरूको शक्ति जाँच्ने र हेर्ने मौका प्राप्त भएको छ। सायद 15 गते केपी ओलीले आफ्ना कार्यकर्तालाई देशभरिबाट प्रतिवादका लागि काठमाडौँ आमन्त्रण नगर्नु भएको भए, आह्वान नगर्नु भएको भए गणतन्त्रको पक्षमा जनता बेसी छन् कि विपक्षमा बेसी छन् भन्ने कुरा बिचबाट हेर्न पाइँदैन थियो। त्यसै गरेर आज पनि यो 2 दिनको आन्दोलनको प्रभाव के रह्यो भनेर हिजोसम्म निषेधित क्षेत्र नभएको ठाउँमा आज सरकारले निषेधित क्षेत्र बनायो भनेपछि यो आन्दोलनसँग यो सरकार डराएको छ र गणतन्त्र झन्झन कमजोर हुँदै गएको छ भन्ने प्रमाणित भएको छ र मलाई लाग्छ यसले आन्दोलनलाई कुनै असर गर्दैन, झन् फाइदा पुगेको छ भन्ने मलाई लाग्छ। आजको आन्दोलनमा चाहिँ नेतृत्व वर्ग को स्थिति रहन्छ के छ? हामी सबै नै रहन्छौँ सदा चाहिँ। हस्, धेरै धेरै